वासुदेवाय। ओम नमो भगवते वासुदेवाय। ओम नमो भगवते वासुदेवाय। नारायणं नमस्कृत्यं नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरये। नष्टप्रायेषु अभद्रेषु नित्यं भागवत सेवया भगवती उत्तमा श्लोकैर्भक्तिर्भवती नैष्ठिकी। कृष्णाय वासुदेवाय देवकी नंदनाय च नन्दगोपकुमाराय गोविन्दाय नमो नमः। उग्रं वीरं महाविष्णु ज्वलन्तं सर्वतोमुखं नरसिंहं भीष्मं भद्रं ते मृत्यु नमाम्यहम्। नरसिंहदेव भगवान की जय। हरे कृष्ण। त हामी केमा चर्चा गर्दैछौँ भने हामी नरसिंहदेव भगवानको लीलाको लागि आउन लागेको जो नरसिंह चतुर्दशी छ त्यसको उपलक्ष्यमा हामी पछिल्लो 2 क्लासदेखि भगवान नरसिंहदेवको लीलाको बारेमा चर्चा गर्ने प्रयास गर्दैछौँ र त्योभन्दा पहिला 7औं स्कन्द विशेष रूपमा 7औं स्कन्दमा उतिको अन्तर्गत जुन कथाहरू छ नरसिंह प्रहलाद र हिरण्यकशिपुको कथामा नरसिंहदेवको अवतरण हुन्छन्। त प्रहलाद र हिरण्यकशिपुको भन्दा पनि पहिला कसरी यो कथा आयो भन्ने कुरामा हामी चर्चा गर्दैछौँ हैन। 7औं स्कन्दको हामीले पहिलो अध्याय हिजो लगभग कम सक्यो। पहिलो अध्यायमा हामीले देख्यौं लगभग 3टा मुख्य विषयमा चर्चा भएको छ पहिलो 3 अध्यायमा हैन। पहिलो विषय के थियो? पहिलो दिन जुन विषय हामीले चर्चा गर्यौं त्यो विषय के थियो भने भगवान यो असुर र जुन देवताहरू छ उनीहरूको बीचमा समान दृष्टिकोण राख्नुहुन्छ हैन। कसरी समान दृष्टिकोण राख्नुहुन्छ, कसरी सम्मान हुनुहुन्छ भगवान सबैको लागि। किनभने परीक्षित महाराजको प्रश्न थियो, हेर्दाखेरि त के छ भने देवताहरूलाई फेभर गरेको जस्तो देखिन्छ र असुरहरूलाई विनाश गरेको जस्तो देखिन्छ। तर हामीले फेरि उहाँको त्यो प्रश्नमा उत्तर दिँदै सुखदेव गोस्वामीले फेरि सम्झाउनु भयो कि कसरी भगवान समान हुनुहुन्छ र त्यसैमा अगाडि गएर फेरि प्रहलाद महाराजको कथा भन्नुहुन्छ। किनभने प्रहलाद महाराज पनि असुर वंशमा जन्मिएको, उनको पिता त हिरण्यकशिपु हो। यदि भगवान असुरहरूप्रति भेदभाव दृष्टिकोण राख्थे भने त प्रहलाद महाराजलाई त कृपै नहुनुपर्ने हो। प्रहलाद महाराजलाई कृपा भयो नि हैन। त्यसबाट पनि हामी के बुझ्न सक्छौं भने के हो, भगवान सबैप्रति समान दृष्टिकोण राख्नुहुन्छ। प्रहलाद महाराजमाथि कृपा भयो, त्यसपछि प्रहलाद महाराजको परपौत्र नाति को हो? बलि महाराज हैन। बलि महाराजप्रति पनि कृपा भयो नि भगवानको हैन। 8औं स्कन्दमा यस्तो वर्णन आउँछ कि बलि महाराजमाथि यति कृपा गर्नुभयो भगवान वामन देवले कि उनलाई सुतल लोकमा राखेर, सुतल लोकमा वामन देवलाई राखेर भित्र, बाहिर उहाँ के बस्नुभयो? द्वारपाल बस्नुभयो, स्वयं वामन देवको रक्षा गर्नको लागि। र जब एकचोटि के थियो भने रावणले के सुने भने कि सुतल लोक त स्वर्गलोक भन्दा पनि एकदम ऐश्वर्यशाली छ हैन। ऐश्वर्यशाली छ भनेर बुझेपछि जब उनी त्यहाँ पुगे, जब उनी त्यहाँनिर वामन देवलाई बलि महाराजसँग त्यो सुतल लोक खोसिन सक्छु कि भनेर जाँदाखेरि भगवान वामन देवले एक लात हानेर के गरे, रावणलाई त्यहाँबाट भगाइदिए हैन। एक लात हानेपछि फर्केर उ कहाँ झर्यो? लङ्कामा झर्यो फेरि। त्यस्तो के हो भने भन्नाले के हो भने त्यो भगवानले जुन लीला गर्दै हुनुहुन्छ, भगवानले देखाउँदै हुनुहुन्छ प्रहलाद महाराजको प्रति कृपा गरेर, बलि महाराजको प्रति कृपा गरेर, वृत्तासुरको प्रति कृपा गरेर भगवान के देखाउँदै हुनुहुन्छ भने म के छु? म समान छु भनेर हैन। यदि भगवान पक्षपाती भएको भए त यो असुरहरू प्रति पनि कृपा नहुनु पर्ने हो। प्रहलाद महाराजलाई के पनि भनिन्छ? असुरहरूमा सबैभन्दा श्रेष्ठ पनि भनेर भनिन्छ नि हैन। भगवत गीतामा असुरहरूमा सबभन्दा श्रेष्ठ भनेर प्रहलाद महाराजलाई पनि भनिएको छ। त उनी पनि असुर वंशमै आएको थिए
त्यही पनि उनको रक्षा भयो। त त्यसरी के छ भने पहिलो जुन टपिक हामीले अस्ति कभर गऱ्यौँ त्यो टपिक के थियो भने लर्ड भगवान के हुनुहुन्छ, भगवान इम्पार्सियल हुनुहुन्छ, को प्रति, असुरहरूप्रति र देवताहरूप्रति समान दृष्टिकोण राख्नु। र हामीले अस्ति पनि निकै बृहत रूपमा चर्चा गऱ्यौँ किन यो सब भइराखेको छ, 3 गुणको कारणले भइराखेको छ र 3 गुण जसरी प्रधान हुन्छ गुणको हिसाबले सबै यो सृष्टिमा सबैको वृद्धि हुन्छ र कसैको क्षीण हुन्छ भने त्यो पनि गुणकै हिसाबले हुन्छ। र गुण कसरी चल्छ, गुण समयको आधारमा चल्छ हैन। जब समय आउँछ समयले के गर्छ, कहिले सतोगुणलाई ठुलो बनाउँछ, कहिले रजोगुणलाई ठुलो बनाउँछ, कहिले तमोगुण, त्यही हिसाबले कार्यहरू हुन्छ। त्यसपछि हिजो हामीले अर्को एउटा महत्त्वपूर्ण विषय थियो जुन विषयमा युधिष्ठिर महाराजले के प्रश्न गर्नुभयो भने ठिकै छ जुन शिशुपाल छ, शिशुपालको जब हत्या गरियो, जब भगवानले वध गर्नुभयो, शिशुपाल त भगवानमा गएर मिल्यो। शिशुपाल यत्रो ठुलो के थियो, शिशुपाल ठुलो द्वेषी थियो भगवानप्रति। जन्मेदेखि नै ऊ के गर्थ्यो भने ऊ जन्मेदेखि नै भगवानप्रति के राख्थ्यो, द्वेष भाव राख्थ्यो। तर उसको उद्धार चाहिँ कसरी भयो, शिशुपालको उद्धार कसरी भयो हैन। र त्यो राजा बेन छ, बेन पनि द्वेषी थियो, बेनको फेरि उद्धार किन भएन भनेर भन्दाखेरि त्यो सम्म डिस्कसन गर्ने बेलामा हामी के कन्क्लुजनमा पुग्यो भने भगवानलाई के गर्नुपर्छ, भगवानलाई कसरी हुन्छ, फेभरेबल हुन्छ कि अनफेभरेबल रूपमा यदि उसले भगवानको चिन्तन गर्न सक्यो भने के हुन्छ, उसको उद्धार निश्चित हुन्छ। यदि उसले भगवानको विषयमा चिन्तन गर्न सकेन भने के हुँदैन, उद्धार हुँदैन। जसरी उदाहरणको लागि हामीले कसको उदाहरण देख्यौँ, कंसको उदाहरण देख्यौँ, अनि त्यसपछि शिशुपालको उदाहरण देख्यौँ, अनि दन्तवक्रको उदाहरण देख्यौँ। यो उदाहरणहरूबाट के प्रष्ट हुन्छ भने चाहे त्यो नेगेटिभ नै भए पनि के हुन्छ, भगवानको यदि कसैले स्मरण गर्छ भने उसको उद्धार हुन्छ। त प्रभुपादजीले त्यसको तात्पर्यमा सम्झाउँदै के भन्नुभयो भने कसैले यदि भगवानलाई गाली गर्छ, कृष्ण यस्तो छ, कृष्ण उस्तो छ, कृष्ण यस्तो छ भने भगवानले त्यसलाई कसरी लिनुहुन्छ, त्यो गाली गरेको पार्टलाई हटाइदिनुहुन्छ अनि कृष्ण 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 मात्र लिनुहुन्छ भनेर प्रभुपादजीले सम्झाउँदै हुनुहुन्थ्यो हैन। त त्यो भनेको के हो भने भगवानले त्यो त्यसरी अनि उद्धार गर्नुहुन्छ। र तर त्यो भन्दै पनि प्रभुपादजी अर्को कुरा के पनि सम्झाउनुहुन्छ भने तर त्यो भनेको भक्तिको डेफिनेसन हैन। त्यो उद्धार त हुन्छ तर त्यसलाई भक्तिको रूपमा लिँदैन। किनभने भक्तिको डेफिनेसन के हो, अन्य अभिलाषिता शून्यम ज्ञान कर्मादि अनावृतम, कृष्ण अनुशीलनम हुनु पर्यो, कृष्णको फेभरेबल हुनु पर्यो हैन, कृष्णको प्रति फेभरेबल हुनु पर्यो र राम्रो भावले गरेको हुनु पर्यो भने त्यसलाई भक्ति मानिन्छ। कंसले गरेको, रावणले गरेको, शिशुपालले गरेको, दन्तवक्रले गरेको यो सबलाई भक्ति मानिँदैन। किन मानिँदैन, किनभने यो सब भगवानलाई कष्ट दिने र उसले गरेको, कुनै सेवा भावले गरेको होइन। र यो सब भन्दै अनि नारद मुनिले अर्को के भन्नुहुन्छ भने उनीहरू त त्यही पनि के थिए भने उनीहरू वैकुण्ठमा थिए, वैकुण्ठबाट के भयो, वैकुण्ठबाट उनीहरू 4 कुमारको श्राप पाएर यहाँनिर धरतीमा आएको कारणले उनीहरू अलि दिन जब उनीहरूको हत्या पनि भयो, वध भइसकेपछि उनीहरू अलि दिनको लागि भगवानको शरीरमा विलीन भए। त्यसपछि उनीहरूले के पाए, सालोक्य मुक्ति पाए। सालोक्य मुक्ति भनेको भगवानकै धाममा भगवानको विष्णुदूतको रूपमा त्यहाँनिर सेवा गर्ने। त त्यो सुनेपछि युधिष्ठिर महाराजले फेरि के प्रश्न उठाए भने युधिष्ठिर महाराजले यो प्रश्न उठाए कि वैकुण्ठ लोकमा जसको विष्णुदूत जस्तो शरीर छ, जो वैकुण्ठ लोकमा छ, वैकुण्ठ लोक त यो छ, उसले फेरि यो भौतिक संसारमा आएर भौतिक शरीर कसरी किन लिनु पर्यो भनेर उनको प्रश्न थियो। जब भन्दै नारद मुनिले जब भने कि उनीहरू वैकुण्ठबाट आएका थिए भनेर भन्दाखेरि अनि युधिष्ठिर महाराजको फेरि जिज्ञासा के हुन्छ भने वैकुण्ठ लोक त यो धरतीभन्दा परे छ, त्यो वैकुण्ठ लोकबाट उनीहरू किन झर्नु पर्यो। अनि त्यसपछि फेरि जब 34औं श्लोकदेखि 34औं श्लोकदेखि 34 र 33 र 34 श्लोकमा यो प्रश्न राख्नुहुन्छ युधिष्ठिर महाराजले 34 र 35 श्लोकमा। र 35औं श्लोकमा
अनि त्यसपछि उत्तर दिनुहुन्छ 36औं श्लोकमा नारद मुनिले उत्तर दिनुहुन्छ। के उत्तर दिनुहुन्छ भने वैकुण्ठबाट पनि किन जीवात्मा किन भगवानको भक्तहरू कहिलेकाहीँ आउँछन् भनेर भन्दाखेरि त यो 2-3वटा कारणहरू त्यसमा भनिन्छ। एउटा त भगवानको इच्छा पूर्तिको लागि, र जय विजय आउनुको एउटा कारण के थियो भने भगवानलाई जुन युद्ध छ, भगवानलाई युद्ध गर्न मन लागेको थियो र भगवानलाई वीर्य रसको आस्वादन गर्न मन लागेकोले भगवानले के गर्नुभयो, आफ्नो 2 जना पार्षदहरू जय र विजयलाई त्यो कार्यको लागि सिलेक्ट गर्नुभयो। त्यही भएर उनीहरूबाट एउटा अपराध भयो र अपराधको कारण उनीहरूले चतुरकुमार प्रति अपराध भयो। चतुरकुमारहरू प्रति अपराध भएपछि उनीहरूले के गरे, पाए, श्राप पाए। त्यो श्रापकै कारणले उनीहरू यहाँनिर आइपुगे, हैन। त जसरी जब उनीहरूको जब विष्णुदूतहरू या त भगवानको पार्षदहरू जब भौतिक आध्यात्मिक जगतबाट यहाँ आउँछ, त्यो हाम्रो जस्तो हुँदैन, हैन। त्यो पनि जसरी भगवान आउनुहुन्छ, किनभने उनीहरूको पतन हुँदैन, हैन। उनीहरू लीलाको लागि र भगवानलाई भगवानको लीलामा सहायता गर्नको लागि के हुन्छ, उहाँहरूको अवतरण हुन्छ। र उहाँहरू जुनै अवस्थामा पनि देख्दाखेरि हामीलाई बाह्य दृष्टिकोणबाट लाग्न सक्छ कि भौतिक कार्य गरिराखेको छ, तर के छन् उनीहरू पूर्ण रूपमा आध्यात्मिक शक्तिबाट प्रेरित छन्, हैन। आध्यात्मिक शक्तिबाटै प्रेरित भएर सबै काम गरिराखेको छ। र अर्को खालको कस्तो खालको व्यक्तिहरूको पनि पतन हुन्छ भने जसरी मायावादीहरू छ, जसले भगवानको अस्तित्वलाई स्वीकार गर्दैन, जसको सायुज्य मुक्ति हुन्छ, जो भगवानमा विलीन हुन्छ, उनीहरू के हुन्छ भने उनीहरू अलि दिनसम्म त्यो ब्रह्म ज्योतिमा विलीन भएपछि अलि दिनसम्म त उनीहरू बस्छन्। त्यसपछि उनीहरूलाई फेरि के हुन्छ, उनीहरूलाई फेरि भौतिक कार्य गर्न मन लाग्छ। त्यही भएर उनीहरूको फेरि पतन हुन्छ। जसको सायुज्य मुक्ति हुन्छ उनीहरू पनि के हुन्छ, उनीहरूको पनि पतन हुन सक्छ, हैन। भगवानमा विलीन हुने, भगवानमै मिल्ने, ब्रह्म ज्योतिमा मिल्ने, त उनीहरूको पनि के हुन्छ, उनीहरूको पनि पतन हुन्छ, हैन। त्यही भएर भक्तहरूले के गर्दैन, सायुज्य मुक्ति त्यति चाहँदैनन्, हैन। भक्तहरूले के सोच्छन्, भक्तहरूले सोच्छन् बरु अरू टाइपको मुक्ति नै चाहँदैनन्, हैन। भनिन्छ भागवतममै के भनिएको छ भने मुक्तिलाई के भनिएको छ, मुक्तिलाई पिशाचिनी भनेर भनिएको छ, हैन। भक्तहरूले पिशाचिनी भनेर भन्छन्, हैन। मुक्ति चाहिँदैन, भक्तहरू केवल के चाहन्छन्, केवल भगवानको सेवा चाहन्छन्, हैन। त यही अध्यायको पहिलो अध्यायको 36 र 37मा श्लोकमा नारद मुनि जय विजयको बारेमा भन्छन्। जय विजय कसरी माथिबाट कसरी उनीहरूबाट अपराध भए र उनीहरू कसरी तल आइपुगे। 38 र 39औं श्लोकमा 4 कुमारले जय विजयलाई के गर्छन्, श्राप दिन्छन् कि तिमीहरू असुर रूपमा जन्म। तर उनीहरूलाई जब बुझ्छन् कि श्राप पाइसकेपछि हामीबाट गल्ती भएछ र जय विजयले सोच्छ कि अब हामी कसरी भगवानको सेवाबाट विरक्त हुन्छौँ भनेर भनेपछि अनि चतुर कुमारले के भन्छ भने ठिक छ, तिमीहरू 3 जन्मको लागि असुर बन्छौ र 3 जन्ममा असुर बनेर भगवानलाई नै आनन्द पुर्याइसकेपछि, भगवानसँग वीर्य रसको आस्वादन गरिसकेपछि तिमीहरू फेरि फर्केर कहाँ आउँछौ, फेरि वैकुण्ठ आउँछौ। र वैकुण्ठमा आउँछौ भनेपछि अनि 40औं श्लोकमा के भन्छ भने जय र विजय पहिलो दिति र कश्यपको पुत्रको रूपमा जन्म लिन्छन्, जसको नाम हुन्छ हिरण्यकशिपु र हिरण्याक्ष, हैन। र जसलाई के गर्छन् भने 41औं श्लोकमा नारद मुनिले के भन्छ भने नरसिंहदेव र बर्हादेवले उनीहरूको वध गर्छन्। र त्यसपछि 42औं 43औं श्लोकमा के भन्छन् भने हिरण्यकशिपु आफ्नो पुत्र प्रह्लादलाई धेरै तरिकाले मार्ने प्रयास गर्छन् तर उनी असफल हुन्छन् भनेर भन्छ, हैन। अनि त्यसपछि जय र विजय फेरि अर्को जन्ममा रावण र कुम्भकर्ण बनेर आउँछन् र उसलाई कले भगवान रामले उद्धार गर्नुहुन्छ। अनि र त्यसरी नै अहिले के हो भने अहिले यिनीहरू शिशुपाल र दन्तवक्रको रूपमा आएको छ र अब यिनीहरूको उद्धार अहिले कसले गरे, भगवान स्वयं कृष्णले गर्नुभयो। र सधैँभरि यिनीहरू के थियो, भगवानकै चिन्तनमा डुबेको कारणले यिनीहरूको के भयो, यिनीहरू फेरि भगवानको
लोकमा फर्किएर गए। त आज हामी अब दोस्रो अध्याय सुरु गर्छौँ। दोस्रो अध्यायको शीर्षक छ हिरण्यकशिपु किङ अफ द डेमन, हिरण्यकशिपु दैत्यहरूको राजा भन्ने टपिक छ यो दोस्रो अध्यायमा। र यो दोस्रो अध्याय कहाँबाट सुरु हुन्छ भने जब युधिष्ठिर महाराजले फेरि सुन्छन् कि हिरण्यकशिपु र प्रहलाद महाराजको बिचमा यस्तो खालको द्वन्द्व किन भयो, हैन? छोरा र बाउको बिचमा त मिल्ने कुरा हुनुपर्ने, छोरा र बाउको बिचमा किन यस्तो खालको झगडा भयो भनेर उनले प्रश्न गर्छ। के कारणले यस्तो झगडा भयो त, किन यस्तो झगडा भयो भन्दाखेरि अनि नारद मुनिले अगाडि अब यो दोस्रो अध्यायको कथा प्रारम्भ गर्नुहुन्छ। श्री नारद वाच भ्रात्र एवं विनिहित हरिण क्रोधमूर्तिना हिरण्यकशिपु राजन प्रत्यापाद रुचश्चुचः। Sri Narada Muni said, "My dear King Yudhishthir, when the Lord Vishnu in the form of Varaha, the boar, killed Hiranyaksha, Hiranyaksha's brother Hiranyakashipu was extremely angry and began to lament." जब के भयो भने अब कथा कहाँबाट प्रारम्भ गर्नुहुन्छ भने जब बराहदेवले जब हिरण्याक्षको वध गर्यो, हिरण्याक्षको वध गरिसकेपछि हिरण्यकशिपु के भयो, एकदम क्रोधित भयो, एकदम क्रोधित भयो। अनि त्यसपछि filled with the rage and the beating his lips, Hiranyakashipu gazed at the sky with eyes that blazed in anger and making the whole sky smoky. Thus he began to smoke. अब के भयो, हिरण्यकशिपु बोल्न थाल्यो। हिरण्यकशिपु एकदम रिसायो, हैन? भगवान प्रति एकदम रिसाएर उ माथि हेरेर भन्न थाल्यो। के भन्दैछ तब सुनौँ हामी। एक्जिबिटिङ ओ दानवा दैत्याज, ओ दिमरुद, त्रिक्षस, सम्बारा, शताम्बला, ओ हाइग्रीव, नमुचिपाक and Ilava, O Viparicita, Pulumana, Sokuna and other demons, all of you kindly hear me attentively and then act accordingly to my words without a delay. अब हिरण्यकशिपुले के भन्न थाल्यो, आफ्नो सबै असुरहरूलाई बोलाएर उले भन्न थाल्यो, अब तिमीहरू के गर, तिमीहरू मैले जस्तो जस्तो कार्य भन्छु त्यस्तो त्यस्तो तिमीहरूले अब गर्न थाल भनेर भन्नुहुन्छ। My insignificant enemies, the demigod, have combined to kill my dear and obedient well-wisher, my brother Hiranyaksha. Although the Supreme Lord Vishnu is always equal to both of us, namely the demigod and the demons, this time being devotedly worshipped by the demigod, he has taken their side and helped them kill Hiranyaksha. अब उसले के भन्दैछ भने मेरो यो जुन सानो सानो शत्रुहरू छ, जुन यो देवताहरू छ, देवताहरू पनि के हो, उनको भाइ नै हो, हैन? दितिको पुत्र भनेको दैत्य भयो, आदित्यको पुत्र भनेको देवताहरू भयो, हैन? दिति र आदित्यको हो एउटा त बहिनीहरू पनि हुन् अनि एउटै श्रीमान हो उहाँहरूको, भनेपछि के हो, यिनीहरूको बिचमा सम्बन्ध छ। के सम्बन्ध छ? भाइको सम्बन्ध छ। तर उसले के भन्दैछ भने हिरण्यकशिपुले के भन्दैछ नि, मेरो एउटा राम्रो जो यति राम्रो भाइ थियो त्यो भाइको के गर्यो, हत्या गर्यो, हैन? उसले बुझिरहेको छैन भाइको एक्टिभिटी के हो भने भाइले के गर्दै थियो भने पुरै पृथ्वीलाई नै के गरे रसातलमा लगेर डुबाइदिएको थियो, हैन? हिरण्याक्षले। तर उसले के भन्दैछ भने भगवानले के गरे, भगवानले यहाँ द्वेष भाव राखेर भगवान जो के छ उसलाई पनि थाहा छ भगवान के छ, भगवान सबैप्रति समान दृष्टिकोण राख्नुहुन्छ, तर यो केसमा म प्रति समान दृष्टिकोण राख्नु भएन। उसले भन्दैछ, हैन? के गर्नुभयो, देवताहरूको पक्ष लिनुभयो अनि हिरण्याक्षको वध गर्नुभयो भनेर भन्दैछ। प्रभुपादजी प्रपटमा लेख्नुहुन्छ, एज स्टेटेड इन भगवत गीता, सम्मोहम सर्वभूतेषु, द लॉर्ड इज इक्वल टू ऑल लिविंग एंटिटीज, सिंस द डेमिगॉड एंड द डेमons are both living entities, how is it possible that the Lord was partial to one class of living being and opposed to another? Actually, it is not possible for the Lord to be a partial. Nonetheless, since the demigods, the devotees always strictly follow the Supreme Lords, because of sincerity, they are victorious over the demon, who know that the Supreme Lord is Vishnu, but do not follow his instruction. Because of constantly remembering the Supreme Personality of Godhead, Vishnu, the demons generally attain Sayojya Mukti after death. The demon Hiranyakashipu accused the Lord of being partial because the demigod worshipped him. But in fact, the Lord, like the government, is not partial at all. The government is not partial to any citizen, but if citizen is law-abiding, he receives abundant opportunity for the state laws to live peacefully and fulfill his real interest. तो शिल प्रभुपादजी के सम्झाउँदै हुनुहुन्छ भने यहाँ जुन
आरोप जुन हिरण्यकशिपु लगाइराखेको छ के भनेर कि भगवानले समान दृष्टिकोण राख्नु भएन भन्ने आरोप के छ, बिल्कुलै गलत छ हैन। भगवानले देवताहरूको किन मद्दत गरिराख्नु भएको छ, किनभने उनीहरू के गर्दैछ, उनीहरूले भगवानले दिएको निर्देशनलाई पालन गर्दैछ हैन। असुरहरूलाई थाहा त छ भगवान के छ, भगवान समान दृष्टिकोण हुनुहुन्छ, भगवानले दिएको निर्देशनहरू के हो भन्ने कुरा पनि थाहा छ, तर उनीहरू के गर्दैनन्, निर्देशनको पालन गर्दैनन्। शिल प्रभुपादजी उदाहरणको लागि के सम्झाउनुहुन्छ, जस्तै गभर्नमेन्ट छ, सरकार छ, तपाईले सरकारको नियम कानुन पालना गर्नुभयो भने के छ भने सरकारले तपाईलाई के गर्छ, तपाईलाई खुल्ला छुट दिएको छ नि, तपाईँ आफ्नो घरमा बसिराख्नु भएछ, आरामले बसिराख्नु भएछ, आफ्नो कार्यहरू गरिराख्नु भएको छ, अझै राम्रो कार्य गर्नुभयो भने के हुन्छ, कहिलेकाहीँ राष्ट्रपतिले बोलाएर मेडल पनि लगाइदिन्छ। तर चोर फटाहरूले के गर्छ, चोरी गर्छ, डाका डाल्छ भने उसलाई जेलमा लगेर हाल्छ सरकारले। अब चोर फटा डाकाहरूले यो कम्प्लेन गर्न पाउँछ, सरकार के छ, सरकार द्वेष भाव राखिराखेको छ, सरकार समान भाव राखेको छैन, सरकारले यति धेरै व्यक्तिहरूलाई बाहिर राखिराखेको छ, जेल बाहिर, र सरकारले हामीलाई के गरिराखेको छ, जेलभित्र राखिराखेको छ। यो भनेर आरोप लगाउन पाउँछ चोर फटाहरूले? किन पाउँदैन? किनभने सरकारले सबैलाई अपर्च्युनिटी दिएको छ राम्रो काम गर भनेर, तर जसले नराम्रो काम गर्छ उसले पनिसमेन्ट पाउँछ। र सरकारले दिने पनिसमेन्टमा पनि के छ भने एक प्रकारको कृपा छ। किन? सरकारले जेलमा राख्नुको एउटा मात्रै उद्देश्य के हो, त्यो जुन चोर फटाहरू सधैँ चोर फटा रहिरहोस् भनेर हो, कि दण्ड दिनुको एउटा कारण के हो, सुध्रियोस् भनेर हो हैन। त त्यही भएर हामीले के बुझ्नुपर्छ भने भगवान के हुनुहुन्छ, भगवान समान हुनुहुन्छ, तर कसैले यदि भगवानप्रति वफादारी देखाउनुहुन्छ भने उसलाई त्यही हिसाबको उसले रिवार्ड पाउँछ हैन, उसले त्यही हिसाबको चिज पाउँछ। तर भक्तहरू के हुनुहुन्छ, भक्तहरू भगवानको निर्देशन पालन गर्नुहुन्छ, भगवानको सेवा गर्नुहुन्छ, त्यही भएर उनीहरूले त्यही हिसाबको रिवार्ड पाउनुहुन्छ। The Supreme Personality of Godhead has given up his natural tendency of equality toward the demons and demigod. हिरण्यकशिपुको कुरा सुन्नुहोस् हैन, उसले भन्दैछ त्यो भगवानको जुन इन्क्लिनेसन छ, भगवानले जुन भन्दै हुनुहुन्छ म सबैप्रति समान दृष्टिकोण छ, त्यो समान दृष्टिकोण के गरिसक्नु भयो, भगवानले बिर्सिसक्नु भयो। Although he is the supreme person, now influenced by माया। अब के भन्दैछ, भगवान केमा आइसक्नु भयो, भगवान माया शक्तिको अधीनमा आइसक्नु भयो। He has assumed the form of a boar to please his devotee हैन। उसले सोच्दैछ यो जो माया शक्तिको अधीनमा आएर भगवानले के गर्नुभयो, भगवानले सुगर रूप लिनुभयो हैन, बोरको रूपमा लिएर के गर्नुभयो, बोरको रूपमा लिनुभयो। र यो जुन देवी देवताहरू छ यिनीहरूलाई प्रसन्न गर्नको लागि र आफ्नो भक्तहरूलाई प्रसन्न गर्नको लागि, जस्तै उसले के भन्दैछ, जस्तै एउटा बच्चा छ, बच्चा रुँदै करायो भने के हुन्छ, उसको प्रसन्नताको लागि बुवा आमाले जे पनि गर्छ हैन। त्यस्तै भगवानले पनि के गर्दैछ, यो जो जब देवी देवताहरू जो रोयो करायो, जुन हाम्रो अन्यायप्रति रोयो करायो, त्यो रोयो कराएको देखेर भगवान पनि यिनीहरूको मायामा परेर माया शक्तिको अधीनमा आएर एउटा बोर रूप या त सुँगुरको रूप लिएर के गर्यो, मेरो भाइलाई झुक्काएर मार्यो भनेर भन्दैछ। I shall therefore sever Lord Vishnu's head from his trunk by my trident। भन्दैछ म अब के गर्छु, भगवान विष्णुको घाँटीलाई उसको धडबाट अलग गरिदिन्छु भनेर भन्दैछ। And with the profuse blood from his body I shall please my brother हिरण्याक्ष हैन। अब म के गर्छु, र यसरी उसको जब भगवान विष्णुको हत्या गरेर म के गर्छु, म आफ्नो हिरण्याक्ष जुन मेरो भाइ थियो, जो रगत पिउनमा एकदम माहिर थियो, उसलाई के गर्छु, उसलाई प्रसन्न गर्छु भनेर सोच्दैछ। र त्यसपछि म के हुन्छु, म शान्त हुन्छु भनेर उसले सोचिराखेको छ। त प्रभुपादजी एकदम इम्पोर्टेन्ट तात्पर्य छ, महत्त्वपूर्ण तात्पर्यमा प्रभुपादजी के भन्नुहुन्छ भने द डिफेक्ट अफ द डेमोनिक मेन्टालिटी इज एक्सप्रेस्ड इन दिस भर्स भेरी क्लियरली। त जुन असुरहरू छ, असुरहरूको स्वभाव या त असुरहरूमा के त्रुटि हुन्छ भन्ने कुरा क्लियरली यो श्लोकमा क्लियरली भनिएको छ। हिरण्यकशिपु although that the Vishnu also becomes partial like a child whose mind is not steady or resolute, the Lord can change his mind at any time. Hiranyakashipu thought that therefore his words and activities are like those of children. Actually, because the demons are ordinary human beings, their mind changes, and being materially conditioned, they think that the Supreme Personality of Godhead is conditioned also. हैन, असुरहरू यदि हाम्रो भित्र पनि यस्तै प्रवृत्ति छ, असुरी प्रवृत्ति छ, हामी पनि के सोच्छौँ, भगवान पनि भौतिक छ हैन, भगवान भौतिक छ, त्यही भएर हामी तपाईँ बाहिर जानुहोस् त प्रचार गर्न भन्छ, ए भगवान कहाँ हुनुहुन्छ, भगवान कृष्ण भगवानले त 16,108 वटा बिहे गर्नुभयो हैन,
भगवानले यो गर्नुभयो, भगवानले त्यो गर्नुभयो भन्नाले के हो भने त्यो व्यक्तिले के सोच्छ भने मैले त एउटा बिहे गरेर सम्हाल्न सकेको छैन, भगवानले कसरी 16,108 बिहे गरेर सम्हाल्यो। उसलाई द्वेष लाग्छ, उसले सोच्छ, उसले आफूसँग कम्पेयर गर्छ भगवानलाई पनि, हैन। तर भगवान के हुनुहुन्छ? भगवान यो सब चिजहरू भन्दा परे हुनुहुन्छ। Because the demons are ordinary human beings, their mind changes, and being a materially conditioned, they think that the Supreme Personality of Godhead is conditioned also. As the Lord says in Bhagavad Gita, Abhajananti ma mudha manusim tanum asrita. Fools deride me when I descend in a human form. त्यही भएर मूर्खहरू जति पनि छ, आसुरिक स्वभावको व्यक्तिहरू के छ, उनीहरूले मलाई चिन्न सक्दैन। जब मनुष्य रूपमा आउँछु तब उनीहरूले के गर्दैन? उनीहरूले मलाई चिन्न सक्दैन। Demons always think that the Vishnu can be killed. Therefore, being absorbed in a thought of Vishnu form to kill him, at least they have the opportunity to think of the Vishnu unfavorably. Although they are not devotee, their thinking of Vishnu is effective, and thus they are generally attained Sayujya Mukti. Because the demons consider the Supreme Lord an ordinary living being, they think that they can kill a Lord Vishnu as one might kill an ordinary person. Another phase disclosed herein is that the demons are very much fond of sucking blood. Indeed, all of them are meat eaters and blood suckers. हैन, प्रभुपादजी भन्दै हुनुहुन्छ असुरहरूको एउटा स्वभाव के हो? उनीहरूलाई रगत चुस्न एकदम मन पर्छ, हैन। रगत चुस्न र मासु खान एकदम मन पर्छ। र हामी जति पनि देख्छौं नि, यो प्रवृत्ति जुन चाहिँ छ, मासु खाने प्रवृत्ति र यो रगत चुस्ने प्रवृत्ति, यो के हो? आसुरिक प्रवृत्ति हो, यो असुरहरूमा हुने प्रवृत्ति हो। Hiranyakashipu accused the Supreme Lord of having a restless mind like that of a small child who can be induced to do anything if simply offered some cakes and laddus. हैन, जस्तै तपाईं एउटा बच्चालाई बोलाउनुस् त, बच्चालाई तपाईं एउटा सानो केक दिदिनु, एउटा लड्डु दिदिनु, उसलाई भन्नु बाबु यो गर त भने उले गरिहाल्छ तुरन्तै। त हिरण्यकशिपु पनि के भन्दैछ भने भगवान पनि त्यो बच्चा जसरी नै व्यवहार गर्दैछ। एक दुईवटा प्रार्थना गरिदियो देवताहरूले, यो भक्तहरू अलिकति रोइदियो अनि भगवान पनि के गर्न थाले? उनीहरुकै पछाडी लागेर यो मेरो भाइलाई मार्दियो भनेर भन्दैछ। Indirectly this indicate the true position of the Supreme Personality of Godhead who says in Bhagavad Gita. तर प्रभुपाद जी के भन्दै हुनुहुन्छ भने जुन भगवानको जुन असली स्वरूप छ त्यो पनि यसबाट व्यक्त हुँदैछ। किनभने भगवान भगवत गीतामा के भन्नुहुन्छ? पत्रम पुष्पम फलम तोयम यो मे भक्त्या अपराजित तद अहम भक्त्या उपहारित अस्नामि प्रयत आत्मनः। भन्नाले के भने भगवानलाई प्रसन्न गर्नलाई धेरै ठुलो ठुलो कुरा दिनै पर्दैन। के दिदा पुग्छ? पत्रम पुष्पम फलम, हैन। पत्र, पात, पुष्प भनेको फूल र फल। तर यो सोच्नु हुँदैन कि भगवानले त पात, पुष्प र फूल मात्रै माग्नुहुन्छ, त्यही लिएर आउँछु। हामीसँग क्षमता छ भने हामीले के गर्नुपर्छ? भगवानलाई जति छ त्यति दिनुपर्छ। यो त भगवानले के भन्नुहुन्छ नि, केही छैन भने पानी त पाउँछ, पानी पनि पाउँदैन भने त पात त पाउँछ, हैन। त्यही भएर मिनिमम भनेको भगवानले। तर हामीले सोच्नु हुँदैन कि भगवान त पातैबाट प्रसन्न हुन्छ, म पातै लगेर दिन्छु, हैन। हाम्रो क्षमता छ भगवानलाई 56 भोग बनाएर खुवाउने भने हामीले के गर्नुपर्छ? भगवानलाई 56 भोग बनाएर खुवाउनुपर्छ। र यो सब अर्पण गर्दाखेरि यो सब अर्पण कसरी हुनुपर्छ? प्रेमकोमा हुनुपर्छ। जसरी हामी उसमा केमा देख्छौं भने जब महाभारतको कथामा के देख्छौं भने जब दुर्योधनले भगवानको लागि 108 व्यञ्जन, यत्रो धेरै व्यञ्जनहरु, हजारौं व्यञ्जन बनाएर राखेको थिए, तर भगवान दुर्योधनको घरमा गए त गएनन्, हैन। भगवान कसको घरमा गए? विदुरको घरमा गए, हैन। विदुरको घरमा गएर केला खाए, हैन। केला खाए, केलाको बोक्रा खाए, के खाए, हैन। तर त्यहाँ त्यस्तो भेराइटी थिएन। तर त्यही भएर एउटा के बुझिन्छ भने भगवान त्यो भेराइटीको पछाडी भागिराख्नु भएको छैन। भगवान के छ? भगवान जसले प्रेमले अर्पण गर्छ, भगवान जसँग प्रेम भाव छ, त्यसको अर्पणलाई स्वीकार गर्नुहुन्छ। त्यही भएर भगवानलाई जब प्रार्थना गर्छ देवी देवताहरू, भक्तहरू, त भगवान ठिकै छ, त्यो त्यसमा लाग्नु पनि हुन्छ। किन लाग्नुहुन्छ? किनभने त्यो प्रेमले गरिराखेको छ। Because they are in love with the Supreme Lord, they do not eat anything without offering it first to the Lord. The Lord does not hanker for a small leaf or a flower. He has enough to eat. Indeed, he is feeding all living entities. Nonetheless, because he is very merciful and is Bhakta Vatsala, very favorable to the devotees, he certainly eats whatever they offer him with a love and devotion. त्यही भएर के हो भने भगवान यस्तो हैन कि हामीले खुवाएन भने भगवान भोकै बस्नुहुन्छ। यो सबै सृष्टिलाई खुवाउने भगवान हुनुहुन्छ भने हाम्रो के औकात छ भगवानलाई खुवाउने? तर हामी जब प्रेमले त्यो चिजलाई दिन्छौं, भगवानले त्यसलाई स्वीकार गर्नुहुन्छ र त्यो चिज हामीलाई फेरि फर्काएर दिनुहुन्छ। किनभने त्यो खाएर फेरि हामी शुद्ध हौं भनेर। त्यसलाई के भन्छौं हामी? प्रसाद भन्छौं, हैन। महाप्रसाद भन्छौं।
किनभने त्यसलाई भगवानले स्वीकार गरिसक्नु भयो र त्यो चिज हामीलाई फेरि फिर्ता दिइदिनुहुन्छ, ल अब तिमीहरू ग्रहण गर भनेर। यस्तो सोच्नु हुँदैन कि मैले भगवानलाई खुवाएन भने भगवान भोकै बस्नुहुन्छ भनेर, होइन। भगवान पुरै सृष्टिलाई खुवाउनुहुन्छ भने हामीले खुवाएर भगवानले खाने हो र, होइन। तर भगवानलाई हामी जब प्रेमले अफर दिन्छौँ, अर्पण गर्छौँ, भगवानले त्यसलाई पनि के गर्नुहुन्छ, त्यसलाई पनि स्वीकार गर्नुहुन्छ। त्यही भएर भगवानलाई के पनि भनिन्छ, भक्तवत्सल पनि भनेर भनिन्छ भगवानलाई। He is always extremely pleased with his devotee. As for the word Maya, when used in the reference to the dealing of the Supreme Personality of Godhead and his devotee, the word means affection. The action of the Lord to favor his devotee are not a disqualification but sign of his natural affection. तो यो के हो, यो समान एउटा स्वतः प्रेम हो। जब के छ भने जब कोही नै पिता छ, हैन, पिताले अलिकति मिठाई लिएर आयो, हैन, मिठाईलाई दुई भाग गरिदियो, आफ्नो दुईटा पुत्रहरूलाई दियो, उसलाई पनि दियो मिठाई, उसलाई पनि दियो मिठाई। पिताले नै ल्याएको मिठाई हो, तर एउटा पुत्रले के गर्न थाल्यो, आफू खान थाल्यो। तर अर्को पुत्रले के गर्यो भने त्यसैबाट अलिकति मिठाई लगेर फेरि पितालाई दियो, हैन, तपाईँ पनि खानुस् भनेर। पिता कोबाट प्रसन्न हुनुहुन्छ, जो आदान प्रदान गर्यो। आदान प्रदान किन गरिरहेको छ, किनभने उसँग प्रेम छ। अर्कोसँग त प्रेमै छैन, ऊ त के गर्यो, पिताको भाग लियो, पिताबाट भाग लियो, ऊ आफै गएर मजा गर्न थाल्यो, हैन। त्यस्तै हो, जो भक्तहरू छ, जो देवताहरू छ, उनीहरू के छ, भगवानले भनेको बाटोमा पनि हिँड्नुहुन्छ, भगवानले देखाएको बाटोमा पनि हिँड्नुहुन्छ, भगवानको अनुकूल पनि गर्नुहुन्छ। त्यही भएर उनीहरूलाई देख्दाखेरि कहिलेकाहीँ के लाग्न सक्छ, फेभरेबल लाग्न सक्छ, तर भगवान के हुनुहुन्छ, सबैप्रति समान हुनुहुन्छ। When the root of tree is cut and the tree falls down, its branches, twigs automatically dry up. Similarly, when I have killed the diplomatic Vishnu, the demigod from whom Lord Vishnu is the life and the soul, will lose the source of their life and wither away. भन्नाले के भने यसले के सोचिरहेछ भने जसरी रुखलाई बीचबाट मैले काट्दिए भने के हुन्छ, त्यो जुन हाँगाहरू छ, त्यो हाँगाहरूमा जति पनि पातहरू छ तिनीहरूले त नरिसमेन्ट पाउँदैन, त्यो आफै सुकेर जान्छ। अनि उसले के सोच्दैछ भने हिरण्यकशिपुले, अब म के गर्छु, म भगवान विष्णुलाई नै मारिदिन्छु, हैन। भगवान विष्णुलाई मारेपछि के हुन्छ त, उसले सोचिरहेछ। हेर्नुहोस् कस्तो मूर्खता छ, असुरहरूको बुद्धि हेर्नुहोस् कसरी चलिरहेछ। उसले भन्छ म भगवान विष्णुलाई मारिदिन्छु, भगवान विष्णुलाई मारेपछि त्यो देवताहरू त आफै मरिहाल्छ, हैन, यिनीहरूलाई केही पनि गर्नु पर्दैन, किनभने यो देवी देवताहरूको जीवन नै के हो, भगवान विष्णु हो, हैन। त प्रभुपादजी भन्नुहुन्छ, the difference between the demigod and the demons is here explained. The demigods always follow the instruction of the Supreme Personality of a Godhead, whereas the demons simply plan to disturb or kill him, हैन। Nevertheless, sometimes the demons very much appreciate the full dependence of the demigod upon the mercy of the Lord. This is the indirect glorification of the demigods by the demons. त प्रभुपादजी भन्दै हुनुहुन्छ मुख्य जुन भिन्नता छ असुरहरू र देवताहरूको बिचमा त्यो के हो, आश्रय नै हो। देवताहरू कसको आश्रय लिन्छन्, भगवानको आश्रय लिन्छ, र असुरहरू के गर्छन्, त्यो भगवानलाई गाली गर्छन्, त्यो भगवानलाई मार्ने प्लान गर्छन्, त्यो भगवानको अगेन्स्टमा कसरी काम गर्ने, कसरी डिस्टर्बेन्स गर्ने भन्ने गर्छन्। त्यही भएर हामी के भन्छौँ भने हामीभित्र यो असुरिक स्वभावहरू पनि छ, हैन। त्यही भएर हामीले के गर्नुपर्छ, आफ्नो जीवनमा हामीले के गर्नुपर्छ भने आसुरिक स्वभावहरूलाई घटाउँदै जानुपर्छ। हामीभित्र पनि एउटा आसुरिक स्वभावहरू छ, हामी त्यो आसुरिक स्वभावहरूलाई घटाउँदै जानुपर्छ र दैविक स्वभावहरू जुन देवतावाला स्वभावहरू छ त्यो स्वभावहरूलाई बढाउँदै जानुपर्छ। त्यसबाट के हुन्छ, भगवान प्रसन्न हुनुहुन्छ। While I am engaged in the business of killing Lord Vishnu, go down to planet Earth, which is flourishing due to a Brahminical culture and a Kshatriya government. These people engage in austerity, sacrifice, Vedic study, regulative vows and charity. Destroy all the people thus engaged. उसले के भन्दैछ नि, म जबसम्म भगवान विष्णुलाई मार्ने प्रयास गर्छु, यो कसलाई सम्बोधन गर्दैछ, अघि सुरुमा जुन राक्षसहरूलाई बोलायो नि उसले, त्यो राक्षसहरूलाई बोलाएर के सम्बोधन गर्दैछ, अब तिमीहरू कहाँ जाऊ, तिमीहरू पृथ्वीमा जाऊ, तिमीहरू पृथ्वीमा गएर के गर, जुन ब्राह्मणिकल कल्चर छ, जुन वैदिक परम्परा छ, जुन क्षत्रियहरूले सरकार चलाइराखेको छ, त्यो सबै कसरी चलिराखेको छ नि, एकदम राम्ररी किन चलिराखेको छ, किनभने त्यहाँ तपस्या छ, त्यहाँ दान छ, त्यहाँनिर स्याक्रिफाइस छ, त्यहाँनिर वैदिक चिजहरूको पढाइ भइराखेको छ, त्यहाँनिर नियमहरूको पालन भइराखेको छ र त्यहाँनिर दान भइराखेको छ। यो कारणले के भन्दैछ भने सबै थोक राम्ररी चलिराखेको छ। अब तिमीहरू के गर,
तिमीहरू त्यसलाई पुरै नाश गरिदेऊ। त यो कुनै यो हिरण्यकशिपुको मेन्टालिटी के हो? हिरण्यकशिपुको मेन्टालिटी अहिले पनि त्यही मेन्टालिटी। अहिले पनि हेर्नुस् के हुँदैछ, व्यक्तिहरूलाई तपस्या गर्नबाट रोकिन्छ हैन। तपस्या गर्नबाट कसरी रोकिदैछ त हैन? तपस्या गर्नबाट कसरी रोकिदैछ भने अलग अलग भिडियोजहरू आउँछ हैन, केटीहरूको भिडियोहरू हालिन्छ अलग अलग ठाउँमा हैन। पर्न इन्डस्ट्री पुरा बढाइदैछ। किन बढाइदैछ? किनभने एउटा व्यक्तिको के छ भने तपस्या सकाउनको लागि हैन, उसको ब्रह्मचर्यको तपस्या सकाउनको लागि हैन। अनि जति पनि यज्ञहरू छ, यज्ञहरू स्याक्रिफाइसहरूलाई के गरिदैछ? बन्द गरिदिन्छ। यो गर्नु के जरुरी छ र भनेर कसैले गर्छ आजकल? गर्दैन। जति पनि वैदिक पढाइहरू छ त्यो सबै बन्द गरिदिन्छ। गुरुकुलहरू धमाधम बन्द गराइदैछ हैन। र के गराइदैछ? मटेरियलिस्टिक एजुकेसनहरू चालु, जस्तै भौतिक एजुकेसनहरू दिइदैछ। र 4 नियमलाई के गरिन्छ? बिहान उठ्ने बित्तिकै तोड्नको लागि सिकाइदैछ हैन। नियमहरू तोड्नको लागि सिकाइदैछ। र जति पनि दान छ, दान धर्म के छ भने यो सबलाई बन्द गरिदैछ। Hiranyakashipu main purpose was to disturb the demigod. He planned first to kill Lord Vishnu so that with the Lord Vishnu's death the demigod would automatically weaken and die. Another of his plan was to disturb the resident of planet Earth. The peace and the prosperity of the resident of Earth and all the other planets were maintained by the Brahmanas and Kshatriya. कुनै पनि पृथ्वीको, कुनै पनि धरतीको, कुनै पनि राज्यको त्यहाँनिर शान्ति चाहिन्छ भने शान्तिको लागि सबैभन्दा महत्त्वपूर्ण भूमिका कसले खेल्छ? त्यहाँको क्षत्रिय। क्षत्रिय भनेको गभर्नमेन्ट चलाउने व्यक्ति, र ब्राह्मण भनेको सल्लाहकारहरू हैन, सल्लाहकारहरू र जसले सामान्य वैदिक ज्ञान दिन्छ उनीहरू। त सबैभन्दा पहिलो एट्याक हिरण्यकशिपुले कसले गर्छ? ब्राह्मण क्षत्रियहरूले गर्छ। त आजकल के छ? आजकल क्षत्रियहरूले सरकार चलाइराखेको छ त छैन। सरकार कसले चलाइराखेको छ? वैश्य समाजले चलाइराखेको छ हैन। वैश्य समाजले चलाउँछ नि। त्यो भोट इलेक्सन हुन्छ अनि इलेक्सनमा सबैले के गर्छ? कहाँबाट आउँछ पैसा? त्यो वैश्य जसले बिजनेस गरिराखेको छ त्यो वैश्यहरू पनि सहीमा वैश्य हैन। किन हैन? किनभने वैश्यको काम के हो? वैश्यको काम हो कृषि गोरक्षा वाणिज्य। तर कृषि गोरक्षा वाणिज्यबाट अर्थ आर्जन गर्छ आजकल कसैले? केबाट अर्थ आर्जन गर्छ? फ्याक्ट्री लगाउँछ हैन, ट्रेडिङ गर्छ, फ्याक्ट्री लगाउँछ, यो सबबाट अर्थ आर्जन गर्छ हैन। त त्यो अर्थबाट के हुन्छ भने त्यो गभर्नमेन्ट चलिराखेको छ हैन। ब्राह्मणहरू कसैले सुन्छ गभर्नमेन्टमा? कसैले पनि सुन्दैन। ब्राह्मणहरू आजकल शिक्षा दिन हिँड्दैन हैन। त्यही के हो भने यो कल्चरलाई पुरा डिस्ट्रोय गरिदियो। द लर्ड सेज इन भगवत गीता चतुर्वर्ण्य मया सिस्टम गुण कर्म विभागस्य according to the 3 modes of material nature and the work described to them, the 4 divisions of the human society were created by me. On all the planets there are different types of residents, but the Lord recommends referring especially to the planet Earth, which is inhabited by human beings. The society be divided into 4 varna. 4 varnaमा के छ भने यो जुन पृथ्वीमा छ प्रोपाजी के भन्दै हुनुहुन्छ नि, विशेषतः पृथ्वीमा 4 वर्णमा जुन विभाजन गरिएको छ, ब्राह्मण, क्षत्रिय र वैश्य र शूद्र। Before the advent of Lord Krishna on the earth, it is understood that the earth was managed by the Brahmana and Kshatriya. The duty of a Brahmanas is to cultivate Sama, Damaha, Titiksava, Satyam, Saucham and Arjamam. तो ब्राह्मण को गुण के भन्दै हुनुहुन्छ भने ब्राह्मण को गुण के हो? सम। सम भनेको शान्त भएर बस्ने। दम भनेको आफैमा कन्ट्रोल हुनु पर्यो। आजकल ब्राह्मणहरू आफैमा कन्ट्रोल हुन्छ? हुँदैन। ब्राह्मणहरूलाई हेर्नुस् त जति छ के गर्छ? मिट इटिङ गर्छ हैन, सिगरेट पिउँछ, बिडी पिउँछ, यो सब गर्छ। तितिक्षवा का टलरेन्स एकदम धैर्यमान हुन्छ। सत्यम हैन, सत्यताको पछाडी लाग्छ। शौचम सफाई मेन्टेन गर्छ कसैले आजकल? कतिचोटि नुहाउँछ? नुहाउँदा पनि नुहाउँदैन हैन। अनि आर्जमम सिम्प्लिसिटी सरलताको साथ बस्छ। गर्छ कसैले? गर्दैन। एन्ड देन एडभाइस टु क्षत्रिय। र त्यसपछि यति चीजहरुको उनले तपस्या गरिसकेपछि अनि उच्च क्षत्रिय राजाहरूलाई सल्लाह दिने योग्य हुन्छ। Following the instruction of the Brahmanas, the Kshatriya should engage the populace in austerity, sacrifice, Vedic study, adherence to the rules and regulations established by Vedic principle. त के छ भने त्यसपछि ब्राह्मणहरूले यो गुणहरू पालन गरिसकेपछि त्यो ब्राह्मण के हुन्छ? योग्य हुन्छ
क्षत्रियलाई गाइड गर्नको लागि। र अब त्यो क्षत्रिय कसरी गाइड हुनुपर्छ, ब्राह्मणबाट गाइड भएर जुन जेनरल पब्लिक छ त्यो पब्लिकलाई केमा लगाउनु पर्छ, त्यो पब्लिकलाई तपस्यामा, दानमा अनि केमा लगाउनु पर्छ, यज्ञहरू गर्नमा लगाउनु पर्छ र वैदिक स्टडी शास्त्रको अध्ययनमा लगाउनु पर्छ र रुल्स एन्ड रेगुलेसन जुन शास्त्रले भनेको रुल्स एन्ड रेगुलेसन छ त्यसको पालनामा लगाउनु पर्छ। त आजकल गर्छ कुनै क्षत्रिय गभर्नमेन्टले? क्षत्रिय गभर्नमेन्टहरू त के गर्छ, कसाई घर खोलेर बसिराखेको छ हैन, कसाई घर खोल्छ, रक्सीको पसल खोल्छ हैन, सबै यो सब फटा काम गर्छ गभर्नमेन्टहरूले। किनभने गाइड गर्ने मान्छे माथि ब्राह्मण छैन र यो गभर्नमेन्ट पुरै के छ, वैश्यहरू तल, जुन गभर्नमेन्ट माथिबाट गाइड हुँदै आउनु पर्थ्यो त्यो गभर्नमेन्ट के छ, तलबाट गाइड भइराखेको छ। त्यही भएर के छ, उनीहरूले लेख्छ नि, के लेख्छ, यहाँनिर रक्सी बेच्न पाउनुपर्छ भनेर लेखिदिन्छ, रक्सी बेच्छ, अनि यहाँनिर कसाई घर खोल्न पाउनुपर्छ भनेर बेच्छ हैन, त्यस्तो खालको छ। यहाँनिर के छ भने रेड लाइट एरिया खोलिदिन्छ हैन, त्यस्तो खालको सिस्टम बनाइदिइसक्यो। भन्नाले के छ, चारैवटा नियम तोड्ने काम कसैले गर्छ, सरकारकै अधीनमा, त्यही सरकारकै अधीनमा भइराखेको छ भने कसरी हामी एक्सपेक्ट गर्छौँ कि यो संसारमा एउटा शान्त आउँछ, सुखी हुन्छ, व्यक्ति सुखी हुन्छ? यस्तो राजाहरूले चलाएको देशमा कहिले पनि सुखी हुन सकिँदैन। किन हुन सकिँदैन? किनभने उनीहरू आफै करप्ट छ, उनीहरू आफै केही पालना गरिराखेको छैन। त्यही भएर उनीहरूले गरेको कर्म पनि पुरै जनताले भोग्नु परिराखेको छ। दे शुड अल्सो अरेन्ज फर च्यारिटी टु बी गिभन टु ब्राह्मण, सन्यासी एन्ड टेम्पल्स हैन, च्यारिटी दिनुपर्छ भनेर भन्छ। तर आजकलको गभर्नमेन्ट के छ, मन्दिरकै च्यारिटी उल्टे खोसेर खान व्यस्त छ हैन, खोज्छ नि हैन। हामी बिचमा पनि न्युज सुन्दै थियो, पशुपतिनाथको च्यारिटी खोज्ने, यहाँको च्यारिटी खोज्ने, यहाँको च्यारिटी खोज्ने हैन। इन्डियामा पनि हामी देख्छौँ अलग अलग ठुल्ठुलो मन्दिरको च्यारिटी सबै गभर्नमेन्ट लिएर जा, उल्टा दिने ठाउँमा के गर्दैछ अहिले, मन्दिरमा उल्टै भक्तहरूले दिएको दानलाई नै खोसेर आफू खाने भाडो बनाएको छ, भ्रष्टाचार गर्ने भाडो बनाएको छ। दिस इज द गडली अरेन्जमेन्ट अफ ब्राह्मणिकल कल्चर। पिपल आर इन्क्लाइन्ड टु अफर यज्ञ because unless sacrifice are offered there will be insufficient rain. Yagyat bhavati pragyana, which will hamper agriculture activities. By introducing brahminical culture, therefore, त प्रभुपादजी के भन्दै हुनुहुन्छ, यदि यज्ञ गर्न हामीले सिकाएनौँ भने, यज्ञ भएन भने के हुँदैन, पानी पर्दैन, पानी परेन भने के हुँदैन, कृषि हुँदैन हैन। आजकल मान्छेलाई के मतलब छ, प्लास्टिकको राइस बनाएर बसेको छ हैन, पानीसँग के मतलब छ मान्छेहरूलाई हैन, प्लास्टिकको राइस खाएर बसेको छ हैन। त्यही भएर क्षत्रिय जुन सरकार छ, सरकार केमा लाग्नुपर्छ, यज्ञमा लाग्नुपर्छ। त यज्ञ के हो, कलियुगमा यज्ञ के हो, संकीर्तन यज्ञ हो। हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे हरे। The demigod are authorized supplying agents who acts on behalf of the supreme personality of Godhead Vishnu. Therefore, they must be satisfied by the performance of prescribed यज्ञ। तो यो सब चीज हामीलाई सप्लाई गर्ने के हो, पानी, घाम, यो सब चीजहरू सप्लाई गर्ने को हो, डेमिगड्स हो, देवताहरू हो हैन। त तपाईलाई इलेक्ट्रिसिटीको बिल आउँछ, यहाँनिर हाम्रो आउँछ नि इलेक्ट्रिसिटीको बिल, इलेक्ट्रिसिटी डिपार्टमेन्टले पठाउँछ। सोच्नु त तपाईलाई सूर्य देवताले बिल पठाइदियो, सूर्य युज गरेको बापत कहिले बिल भर्नु भएको छ? पानी आउँछ, यत्रोमा आकाशबाट पानी आउँछ, यहाँ जब खानेपानी विभागले जब तपाईलाई घरमा पानी सप्लाई गर्छ उसले बिल पठाउँछ हरेक महिना। तपाईनिर बिल आउँछ, वरुण देवताको बिल आउँछ हैन, हावाको बिल, हामी जब पंखा चलाएर हावा निकाल्छौँ यसबाट के छ, पंखा किन्नुको सबैको बिल आउँछ। तर वरुण देव जब वायु देवताले हामीसँग बिल लिन्छ, लिँदैन नि। त यो बिलहरू के हो भने, त्यही भएर हामीले के गर्नुपर्छ, सेक्रिफाइस गर्नुपर्छ। के भनिन्छ भने जुन यो देवी देवताहरू छ, देवी देवताहरू यज्ञबाट सन्तुष्ट हुन्छन् हैन, त्यही भएर यज्ञ गर्ने हो हैन। यो यज्ञ भनेको के हो भने उनीहरूलाई सन्तुष्ट गर्ने तरिका हो। In the Vedas there are different kind of yajnas prescribed for a different kind of demigods, but all are ultimately offered to the Supreme Personality of Godhead. For one who cannot understand the Supreme Personality of Godhead, is sacrifice to the demigods is recommended. According to the different material qualities of the person concerned, different type of yajnas are recommended in the Vedas. Worship of different demigods is also on the same basis, namely according to the different qualities. त देवी देवताहरूको पूजाको बारेमा पनि शास्त्रमा के भनिन्छ भने, जसलाई जस्तो टाइपको गुण छ त्यही हिसाबले देवी देवताहरूको पूजा गर्न भनेर पनि भनिएको छ। जस्तै कसैलाई एकदम मासु खाने इच्छा छ भने उसले के गर्छ, कालीको पूजा गर्छ हैन, कालीको पूजा गर्छ र त्यसमा रिकमेन्डेसन भनिएको छ कसरी बलि दिने भनेर। तर यो सब पूजाहरू के हैन,
यो सब पुरा पूजाहरू के छैन, यो सब पूजाहरू अलग अलग गुणमा भएर हुन्छ। त कुनै पूजा सत्वगुणमा हुन्छ, कुनै पूजा तमोगुणमा हुन्छ, कुनै पूजा रजोगुणमा हुन्छ। त हिरण्यकशिपुले के गर्यो भने यसरी पर्फर्म गर्यो, यसरी के गर्यो भने उसले सबै देवी देवताहरूलाई सबैलाई के गर्न खोज्यो, सबैलाई डिस्टर्ब गर्न खोज्यो। प्रभुपादजी यहाँ एउटा ठाउँमा के भन्नुहुन्छ भने अ सोसाइटी अफ थिप्स क्यान नेभर बी ह्याप्पी फर दे हेभ नो एम इन लाइफ। द ग्रॉस मटेरियलिस्टिक थिप्स हेभ नो अल्टिमेट गोल अफ लाइफ, दे आर सिम्पली डाइरेक्टेड टू द सेन्स ग्रेटिफिकेशन, नॉट डू दे हैव अ knowledge of how to perform yajna. Lord Chaitanya, however, inaugurated the easiest performance of yajna, namely Sankirtan yajna, which can be performed by anyone in the world who accepts the principle of Krishna consciousness. त हामीले यो सोच्नु हुँदैन कि यज्ञ गर्न भनेको छ अब कसरी यज्ञ गर्ने, यज्ञ गर्नै आउँदैन। त्यही भएर हामीले के गर्नुपर्छ, हरेक दिन संकीर्तन यज्ञ गर्नुपर्छ। संकीर्तन कीर्तन मन्दिरमा गर्नुपर्छ, बाहिर गएर पनि संकीर्तन गर्नुपर्छ। यो के हो, यो हामीले यो भौतिक संसारको लागि गर्न सक्ने सबैभन्दा ठुलो सामाजिक कार्य हो। किनभने त्यो हामीले गरेको संकीर्तन यज्ञको कारणले के हुन्छ, पानी पर्छ, सबै थोक हुन्छ हैन। किनभने यज्ञ गरिराखेको त्यसबाट सबै सन्तुष्ट हुन्छ हैन। यस्मिन् तुष्ट जगत तुष्ट, भगवान यदि तुष्ट सन्तुष्ट हुनुभयो भने सबैजना सन्तुष्ट हुन्छ हैन। त भगवान सन्तुष्ट हुने तरिका के हो, चैतन्य महाप्रभुले के भन्नुहुन्छ, संकीर्तन यज्ञ गर्यो भने सबैजना सन्तुष्ट भइहाल्छ। त्यही भएर हामीले के गर्नुपर्छ, दिनदिनै संकीर्तन गर्नुपर्छ हैन। किन संकीर्तन गर्नाले पुरा सन्तुष्ट हुन्छ र यो जुन भौतिक संसार छ, यो भौतिक संसारमा पनि के छ भने अनि जीवात्माहरूले अलिकति सुविधा पाउन सक्छ। यदि संकीर्तन गरेन भने पानी पनि पर्दैन हैन, खाना पनि पाउँदैन, केही पनि हुँदैन। हामीले कति ठाउँमा देखेको छौँ कि जब भक्तहरूले संकीर्तन गरे त्यहाँनिर पानी पर्न थाले। मरिससमा एकचोटि पानी परिराखेको थिएन, धेरै भइसक्यो त्यो पानी नपरेको। मरिसस हो कि अफ्रिकाको कुनै देश हो त्यहाँनिर। तर हाम्रो भक्तहरू जब त्यहाँनिर पुगेर त्यहाँनिर एक दिन ठुलो हरिनाम गरे, अर्को दिन नै के भयो, ठुलो पानी पर्यो र अर्को दिन त्यो न्युजपेपरमा पनि आयो यसरी पानी पर्यो भनेर। भन्नाले के हो भने संकीर्तन गर्नुपर्छ, यज्ञ संकीर्तन यज्ञ गर्यो भने अनि सबै थोक हुन्छ। द बेसिक प्रिन्सिपल अफ ब्राह्मणिकल कल्चर इज टु सेटिस्फाई लर्ड विष्णु, the personification of sacrificial and ritualistic ceremonies. Lord Vishnu is the personified deserver of all religious principle, and he is the shelter of all the demigods, the great pitas, and the people in general. When the brahmanas are killed, no one will exist to encourage the kshatriya to perform yajnas, and thus the demigods, not being appeased by yajna, will automatically die. हेर्नु कस्तो प्लान गर्दैछ, के प्लान गर्दैछ, ब्राह्मणहरू सबैलाई मार्दिने हैन। ब्राह्मणहरू मरेपछि के हुन्छ, क्षत्रियलाई गाइड गर्ने मान्छे हुँदैन, अनि त्यसपछि क्षत्रियहरूलाई गाइड गर्न मान्छे नभएपछि क्षत्रियहरूले यज्ञ पनि गर्दैन। यज्ञ नगरेपछि के हुन्छ, त्यो डेमिगडहरू पनि के हुन्छ, जुन देवताहरू पनि छ उनीहरू पनि त्यो यज्ञ नपाएपछि उनीहरू पनि आफै मरिहाल्छ भनेर सोच्दैछ उसले। भन्नाले के भने कस्तो प्लान गरिराखेको छ उसले त, ब्राह्मणलाई मार्ने, ब्राह्मणबाट क्षत्रियहरूलाई डिस्टर्ब गरिदिने, पोल्युट गरिदिने, अनि त्यसबाट के भने यज्ञ हुन नदिने, यज्ञ नभएपछि अटोमेटिकली सबै थोक अशान्त भइहाल्यो भन्ने सोचिराखेको छ। त श्रील प्रभुपादजीको एकदम महत्त्वपूर्ण तात्पर्य छ यहाँनिर। कलौ शूद्र सम्भव, because the population of the modern world consists of mostly of Shudras, the Brahminical culture is now lost and it is extremely difficult to re-establish in proper way. कलौ शूद्र सम्भव हैन, यो कलियुगमा के छ भने व्यक्तिहरू जन्मजातै के छ, शूद्र छ हैन। त्यही भएर यो जुन ब्राह्मणिकल कल्चर छ, जुन ब्राह्मणवाला गुणहरू छ, ब्राह्मणवाला संस्कृतिहरू छ, त्यो के छ, अटोमेटिकली हराएको छ हैन। त्यही भएर श्रील प्रभुपादजी के भन्नुहुन्छ भने, therefore the Lord Chaitanya has recommended the chanting of the holy name of the Lord, which will revive the Brahminical culture very easily. त्यही भएर चैतन्य महाप्रभुले के गर्नु भएको छ, यो हरे कृष्ण महामन्त्रको कीर्तनलाई जोड दिनु भएको छ। किन, यो कीर्तन मात्रै गर्नाले के हुन्छ, जति पनि ब्राह्मणवाला गुणहरू छ यो सबै वृद्धि हुन्छ। त यहाँनिर आदिलीला कोट गर्दै के भन्नुहुन्छ, हरेर नाम हरेर नामैव केवलम कलौ नास्तैव 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 गतेर अन्यथा। Because of the increment in the demonic population, people have lost a Brahminical culture, nor is there a Kshatriya government. Instead, the government is a democracy in which any Shudra can be voted into taking up to the
गभर्मेन्टल रिजाइन्स एन्ड क्याप्चर द पावर टु रुल। प्रभुपादजी भन्दै हुनुहुन्छ जुन यो डेमोनिक पपुलेसन छ, जुन आसुरिक जुन जनताहरू छ, यिनीहरूले पुरै ब्राह्मणिकल सोसाइटी पुरा ध्वस्त गरिसक्यो। अब के छ भने अब के छ भने जुन क्षत्रिय सरकार छ त्यो क्षत्रिय सरकार पनि छैन। अब सरकार कस्तो छ, सरकारमा जो पनि पुग्न पाउँछ। किन, कसरी पुग्न पाउँछ? शूद्र पनि सरकारमा जान पाउँछ। कसरी पाउँछ? केवल भोटिङ गर्नु पर्यो। उसले अलिकति राम्ररी 2-4 बोतल रक्सी बाँडिदियो भने ऊ के हुन्छ, ऊ मजाले अलिकति पैसा र रक्सीको भरमा के हुन्छ, सरकार बनाइहाल्छ होइन, सरकार बनिहाल्छ ऊ। अनि सरकार बनिन्छ, ऊबाट अब हामीले के एक्सपेक्ट गर्ने त? यस्तो सरकार जो शूद्रहरूको सरकार भन्छ, तब के हामीले के एक्सपेक्ट गर्ने त? बिकज अफ द पोइजनस इफेक्ट अफ कलियुगा द शास्त्र सेज दस्यो प्रयस्य राजस द गभर्मेन्ट विल एडप्ट द पोलिसिज अफ दास्युज अर प्लन्डरर्स। अब के हुन्छ भने सरकार कस्तो हुनु पर्थ्यो, सरकार सबैलाई बचाएर सबैको रक्षा गर्ने खालको हुनु पर्थ्यो। तर प्रभुपादजी के भन्नुहुन्छ, अब सरकार के भइसक्यो, सरकार चोर भइसक्यो होइन। त एउटा भन्छ नि हिन्दीमा कहावत छ, के भन्छ, चौकीदार चोर बन गया अब होइन। चौकीदारलाई नै होइन, चोरलाई नै चौकीदार बनाइदियो होइन। चोर चौकीदार हो गया तो क्या होगा भनेर भन्छ नि। चोरलाई नै चौकीदार बनाइदियो भने के हुन्छ? उसले चौकीदार भएपछि चोरी रोक्छ? उसले रोक्दैन नि। त त्यस्तै हो, सरकारहरू सबै के भइसक्यो, चोर होइन। सबैले छानेर पठायो, कसलाई पठायो? एउटा कोही शूद्र त्यस्तै चोर सरकारमा जान्छ अनि उसले के गर्छ, यही चोरीहरूलाई बढाउन थाल्छ। Thus there will be no instruction from Brahmanas, and even if there are Brahminical instruction, there will be no Kshatriyas rulers who can follow them. Aside from Satya Yuga, even formerly in the days when the demons were flourishing, Hiranyakashipu planned to destroy. यो सत्य युगमा पनि यस्तो भइराखेको थियो। हेर्नुहोस्, क्षत्रिय सत्य युगमा पनि उसले यही प्लान गरिराखेको छ, ब्राह्मणहरूलाई हटाउने अनि यसरी उ गर्ने। Although in Satya Yuga this plan was very difficult to execute, in a Kali Yuga which is full of Sudras and demons, the Brahminical culture is lost and difficult to execute. Brahminical culture is lost and can be revived only by chanting the Mahamantra. Therefore, the Krishna consciousness movement or the Hare Krishna movement has been inaugurated to revive the Brahminical culture very easily, so that the people may become happy and peaceful in this life and prepare for elevation in the next. In this regard, Srila Madhvacharya quotes this verse from the Brahmanda Puran. So, Srila Prabhupada भन्नुहुन्छ यसरी जब ब्राह्मणिकल कल्चरहरू सबै लस भइसक्यो, क्षत्रियहरू पनि छैन, त यो कलियुगमा एउटा मात्रै होप के हो, यो हरे कृष्ण आन्दोलन हो, यो कृष्ण भावनामृत आन्दोलन हो। किनभने यो आन्दोलनको मार्फतबाट हामीले के गर्न सक्छौं, ब्राह्मणिकल कल्चरलाई रिभाइभ गर्न सक्छौं, फेरि उठाउन सक्छौं। र यदि उठायौं भने के हुन्छ, अनि जनताहरू फेरि सुखी बन्न सक्छन् भनेर भन्दैछ। यहाँनिर प्रभुपादजी भन्दै हुन्छ, ओ किङ, द डेमन्स थिंक दैट द हरि, द लॉर्ड विष्णु exists because of brahmanas and yajna, but factually Hari is the cause of everything, include brahmana and yajna. Therefore, through the popularizing of Hari Kirtan or the Sankirtan movement, the Brahminical culture and Kshatriya government will automatically come back and people will be extremely happy. प्रभुपादजी के भन्दै हुनुहुन्छ, यदि हामी यो कीर्तन गर्दै गयौं, हरि कीर्तन गर्दै गएर संकीर्तन मुभमेन्टलाई बढाउँदै गयो भने के हुन्छ, ब्राह्मणिकल कल्चर पनि बढ्छ र क्षत्रिय सरकार पनि फेरि फर्किएर आउँछ हैन। र यसरी के हुन्छ, जनताहरू खुसी हुन सक्छन् भनेर भन्दैछ। यसले के गर्छ, हामीलाई एउटा ठुलो होप दिन्छ प्रभुपादजीको यो स्टेटमेन्टबाट। तर यो स्टेटमेन्ट पालन गर्नलाई हामीले के गर्नुपर्छ, संकीर्तन गर्नुपर्छ हैन, संकीर्तन गर्नुपर्छ। अनि के हुन्छ, ब्राह्मणिकल कल्चर र जुन क्षत्रिय सरकार छ त्यो फेरि फर्केर आउन सक्छ। यत्र यत्र द्विजो गावो वेद वर्णाश्रम क्रिया तम तम जनपदम यात सन्दीपयत वृश्चित। अब के भन्दैछ भने, जाऊ तिमीहरू जहाँ जहाँ छ त्यहाँ त्यहाँ जाऊ, त्यहाँ गएर के गर, वर्ण आश्रम धर्मलाई पहिला तोड। जुन वर्ण र आश्रमको धर्म छ त्यसलाई तोड। त्यो असुरहरूले सबैभन्दा पहिला अट्याक कहाँ गर्छ, वर्ण र आश्रममै गर्छ हैन। किनभने यो जति पनि हाम्रो जति पनि कल्चर छ, जति पनि संस्कृति छ, सबैको फाउन्डेसन नै के हो, वर्ण र आश्रम हो। त ऊ के गर्दैछ, यो फाउन्डेसनमै अट्याक गर्ने प्रयास गर्दैछ। र के भन्दैछ भने, सेट अफ फायर टु दोज प्लेसेस, कट फ्रम द रुट्स द ट्रीज देयर व्हिच आर द सोर्स अफ द लाइफ। सबै थोकलाई नाश गरिदियो भनेर भन्दैछ। यसरी उसले के गर्दैछ भने, यसरी उसले
ब्राह्मणहरूलाई भन्दैछ। यहाँनिर श्रील प्रभुपादजी इस्कनको बारेमा भन्नुहुन्छ, वर्क डन एज अ sacrifice for the Lord Vishnu must be performed, otherwise the works binds one to this material world. But if the paper mills stop producing paper, one may argue, how can our ISKCON literature be published? हैन, कसैले भन्यो रुख काट्न बन्द गरेर अब पेपर छाप्न बन्द गरिदियो भने के हुन्छ? इस्कनले हामीले यति धेरै पुस्तकहरू छापाउँछ, यो पुस्तकहरू कसरी छाप्छौ त भनेर। द एन्सर इज दैट द पेपर मिल शुड मैन्युफैक्चर पेपर्स ओन्ली फर द पब्लिकेसन अफ इस्कन लिटरेचर। हैन, त्यतिकै प्रभुपादजीलाई भन्दै हुनुहुन्छ, इस्कन के भन्दै हुनुहुन्छ भने त्यति मात्रै रुख काट जतिबाट के हुन्छ, पेपर इस्कनको लागि पेपर प्राप्त हुन्छ र त्यो इस्कनले के गर्न सक्छ, पुस्तक छाप्न सक्छ। प्रभुपादजी कति इम्पोर्टेन्स दिँदैछ हेर्नुहोस् आफ्नो पुस्तकलाई, किनभने त्यही पुस्तकको मार्फतबाट के हुन्छ, पुरै सोसाइटीमा त्यो कल्चरलाई रिभाइभ गर्न सकिन्छ भनेर भन्दै हुनुहुन्छ। लिटरेचर, बिकज इस्कन लिटरेचर इज पब्लिश फर द सर्भिस अफ लॉर्ड विष्णु। The literature clarifies our relationship with the Lord Vishnu, and therefore the publication of ISKCON literature is the performance of yajna. Yajna artha karmano netro loko yam karma bandhana. Yajna must be performed as indicated by the superior authorities. The cutting of trees simply to manufacture paper for the publication of unwanted literature is the greatest sinful activity. हैन, त प्रभुपादजी भन्दै थियो त्यो रुख काटेर जुन हामी के गर्दैछौँ, पेपर बनाउँदैछौँ र त्यो पेपरमा के लेख्दैछौँ, डेलीको नराम्रो खबरहरू लेखिराखेको, न्युज पेपर छाप्छौँ नि, भन्दै हुन्छ सबैभन्दा ठुलो पापै यही हो। हैन, यो जुन लिटरेचरहरू छ, जुन भौतिक लिटरेचरहरू छ, यो छाप्नु नै सबभन्दा ठुलो गल्ती हो। तर प्रभुपादजी के भन्नुहुन्छ, यति मात्रै रुख काट जसबाट यति मात्रै पेपर होस् जसबाट हामी ग्रन्थहरू छाप्न सकौँ। यो के हो, यो तरिकाले हामी गर्न सक्छौँ। त अगाडि पनि यसमा 13औं श्लोकसम्म, आज 12औं श्लोकसम्म हामीले कभर गर्यौँ। त यो सब के हो, यो सब टपिकको एउटा थीम के हो भने, एउटा थीम के मात्रै हो भने जुन असुरिक प्रवृत्तिको व्यक्तिहरू छ, असुरहरू के छ, यो ब्राह्मणिकल र वैदिक कल्चरलाई डिस्ट्रोय गर्नमा उनीहरूलाई मजा आउँछ। आज हामीले त्यो थीममा सुन्यौँ हैन, आज हामीले पुरै त्यही हेर्यौँ नि, हिरण्यकशिपुले कसरी भन्यो कि ब्राह्मणहरू यिनीहरूलाई डिस्ट्रोय गर्नुपर्छ, उनीहरूको आइडियै त्यही छ हैन, र उनीहरू अब यही आइडियामा लगेर काम गर्छन्। ग्रन्थराज श्रीमद् भागवतम की, नरसिंहदेव भगवान की, श्रील प्रभुपाद की। अब अगाडि 13औं देखि 16औं श्लोकसम्म यो जुन राक्षसहरू छ यिनीहरूले के गरे त, अब यो इन्स्ट्रक्सन आयो अहिले हैन। 12औं श्लोकसम्म हिरण्यकशिपुले आफ्नो इन्स्ट्रक्सन दियो के गर्ने किन गर्ने भनेर। अब 13औं देखि 16औं श्लोकसम्म हामी के हेर्छौँ, जुन असुरहरूले अब के गर्छन् भनेर हैन। गाईहरू मार्छन्, जताततै बाटोहरू भत्काउँछन्, सबै थोक गर्छन्, जे गर्नु छ सबै थोक गर्छ यिनीहरूले हैन। अनि त्यसपछि यसरी ब्राह्मणिक कल्चरहरू यिनीहरूले डिस्ट्रोय गरिदिन्छ।